तेरो डायलग दिए अब तेरो टोपी बिगायो यस्तो फेरि राम्रोसँग तिहारको दिनमा मेरो साडी बल्ल बल्ल कति राम्रो हो लैलै के भाइ कति राम्रो मलाई माइजको दिनमा साडी आफूले किन्न लगाएको थिएन भाग्यमानी हजुर लु अब भाइको सुरु माया खुसीको माया सबै नेपालीलाई हो हजुर हो नेपालीलाई नेपालीहरूको मानचाड भन न कहाँ छ टीका लाउने भोलि हो टीका टिका लगाउने भोलि हो नि तपाईको अलिकति यता टीका लाउने कोही टीका छ यहाँ टिकी भोलि लगाउने अरे नि आज हैन नि निनामलाई त त्यो गाग्रीले छेलेर यस्तो टीका छैन बेबी जल्छ टिका त भोलि लगाउने हो नि त टुमरो हो नि त वाइ मन्जिया दिए लगाइदिन्छ भोलि लगाउने घरमा लु अब आज हामीले चाहिँ आज लक्ष्मी पूजा मनायौँ तर लक्ष्मी पूजा चाहिँ हामीले हङकङमा आएपछि चाहिँ मनाएको पनि थिएन है खास हामी परै न्यु इयरमा नै उ ल लाखा यतापट्टिको उयो धुप्ले भेट्यो धुप्ले धुप्ले भेट्यो धुप्ले त्यो रोटी फुगर्नु हुँदैन नि फुगर्नु हुँदैन है प्रार्थना गर यस्तो गर आहाजिङ गरेर आहाजिङ गर कुरो जोडाइदिएको गर डलीलाई पर्दैन डरलाई पर्दैन त आफै मात्रै ल पूजा गर ल उसलाई साह्रो पार्छ क्या यता राखिदिन्छु नि लक्ष्मी पूजा यति त यसरी के भनेर प्रार्थना गर्छु ल आहाजिङ गरेर सबैजनाले ल ल पूजा गरेर पूजा गर्ने मान्छे हाइ गरेको ल है आज के हो भाइ लक्ष्मी पूजा लक्ष्मी पूजा चाहिँ धनको देवी वेल्थको चाहिँ गड हो आउने दिन अनि बोलाउने होइन कसरी बोलाउँछौ लक्ष्मीलाई हाम्रो घरमा त्यस्तो होइन है भाग्यमानी मेरो लक्ष्मी भनेर हाम्रो घरमा आउनुहोस् हाम्रो घरमा आएर बास बसिदिनुहोस् हामीलाई शुभे फबे होस् भनेर हामीलाई हाम्रो के भन्छ दिनचर्या चाहिँ सहज बनाउने भनेकै लक्ष्मीको कारणले गर्दाखेरि हो है त्यसले गर्दाखेरि चाहिँ हामीलाई साथ दिनुहोस् आशीर्वाद दिनुहोस् भनेर नि ल लक्ष्मी कहाँ छ लक्ष्मी त कहाँ ल है सबैजनाले आफ्नो आफ्नो मनमा नि प्रार्थना गर्नुहोस् है ल है के प्रार्थना गर्ने ल धेरै सुख दुःख नहोस् रहोस् धेरै काम गर्नुहोस् धेरै पढ्नुहोस् हुन्छ अनि भाग्यमानी कतिपल्ट हुनु अनि राम्रो होस् सुख होस् दुःख नहोस् सबैजनालाई धन्यवाद तिहारको सबैलाई शुभकामना भन्नु पर्दैन तिहारको सबैलाई शुभकामना त्यति हो त्यही त सबैजना हेल्दी बस्ने गर्ने बाबा छोरालाई गफ गरेकै आशीर्वाद माग्नुपर्छ नि त नि हाम्रो के भन्छ यो डेली हाम्रो यो हरेक दिनको नेचुरल थिङ आएपछि के गर्नु त नि छोराको चाहिँ प्रार्थना गर्दा गर्दै टोइलेट गएको छ धनको देवीलाई बोलाउँदै उतातिर के भन्नु र हाम्रो साधारण जीवनलाई चाहिँ सहज बनाइदिनुको लागि चाहिँ धनको देवीलाई पुकारौँ भनेको छोराको आपत फेरि आइलाग्यो यति बेलै के भन्दा मलाई त पिसाब आयो भन्छ त मान्छे त अचम्म आफ्नो अब छोरा न जसरी आयो पनि मलाई माइजूले पठाइदिनु भएको साडी कस्तो राम्रो लागेको थियो अबे साडीमा के लाग्यो छोटी अहिले कहिले हेर्नु नि त्यही त भन्दै त हामीलाई के अरे यो हुन्छ नि निनामले छोको यो पक्का पनि किनभने मैले त यता छोएको छुइनँ यसले के छुएर आएर क्या तेल छुयो तेल जस्तो छ ए 10 थोक छुँदै उयो गर्दै ऊ यहाँनिर तेल छ टिस्यु पेपर तपाईँ उता पछाडि तान्नु त टिस्यु पेपर पछाडि पुछिहालौँ छोराले काम गर्छ यता हो सोटी चस्मा लाउनु त चार आँखी हुनुहुन्छ र पनि कस्तो हो ए डिब्बाको होला नि त नि हो ल्याउँ त गीताने मान्छेलाई आइआऊ
के हो टाउकोमा लागेको तालमा हाल्नु अझै दिनु न पुग्छ अनि वन मोरले अहिले चाहिँ त्यहाँनिर हो त्यही बस तपाईँ हो त्यसरी बाबासँग बरु त्यही माथि बस त्यही बस माथि बस न बाबासँग बस माथि तल सानो देखियो माथि बस ठुलो देखिन्छ त्यो डलीमाथि बसोस् सिउसाम्ती माथि बस न म दिन्छु हौ नि कति साह्रो चुलबुचुल कम पिल भएको यस्तो हातमा यसो गरेर हात थाप्ने दुईटा हातले यस्तो गरे त्यो सामान पर्छ यस्तो गरेर समाउने यस्तो गरेर यस्तो गरेर आशीर्वाद गर्ने सोल्टिङ यस्तो गरेर अब कस्तो राम्रो फुल उठेछ हौ मेरो त्यो के गीत सोल्टिङ मेरो बुढा फुकाल्न भैरनी आयो गन्याउचोलमा भैरनी गुनी चाहिँ माग्दैन है हे औँसीको बारो पोखिन्छ गाई तिहार सबैजनाले धनकी देवीलाई गीत गाउनुपर्छ हे तिहारको देउसी लक्ष्मी पूजा पूजाको दिनले रमाइलो रमाइलो हो लक्ष्मी पूजा पनि हेरौँ है पोखिन्छ सिउसाम्तिया पूजामा भन न लक्ष्मी पूजामा बस्नु हजुर छतै आउती मान्छे पूजा गरेको जस्तो गर्नु पर्दैन बस न छत आयो प्लिज लु भयो लु ओके डोग्ने पर्छ यस्तो सबैलाई राख्नुपर्छ राख्नुपर्छ सोल्टिने मेरो डोग्ने पर्छ ल खै पाण्डाले गरिसकेको छैन ल घरको लक्ष्मीले पाण्डालाई पर्दैन नि पाण्डालाई पर्दैन क्या पोखिन्छ क्या पोख्यो भने हेरे फेरि उठा पाण्डालाई हातमा बोक पाण्डाले गरेको छैन अरे र ओके ल पाण्डालाई त्यही पोखाइदियो दुईटा हात रेडी गर न पाण्डाको वान हातले ह्यान्डले कहिले पनि पूजा गर्दैन टु ह्यान्ड अनि लो पाण्डा के गर्ने पाण्डालाई चाहिँ पाण्डाको त ल भयो पोखिन्छ क्या निना पोखे भाങ്ങിसक्यो बसेर गर ओके ल पाण्डाले राखेर सधैँ ल पूजा गर्ने अब ल लक्ष्मी पूजा गरे लक्ष्मी पूजा गर्दैछ अर्को आयो फेरि है छँदैछ बसेर भाइ छँदैछिन मान्छेलाई होइन लक्ष्मीलाई भनेको तपाईँले अनि पूजा गरेको बस्न जानु ओके ल आमालाई पूजा गरेछ ल यता बस तेलको सबैजना त्यसरी हुँदैन यता बस्न हो टाउको मान्छे लु भयो बाबा भयो ल अब तेलको टिका लगाइन्छ आमाले अब गुड बाई हुने अनि कुन चाहिँ तिमीलाई फ्लावर दिनु एक्सलेटर तिमीले त्यस्तोमा होइन तिमीले लगाइदिने होइन आज आमालाई लक्ष्मीलाई लगाइदिनु पर्ने हो तर अब यहाँनिर कोही लक्ष्मी हुनुहुन्न त्यही भएकोले त्यस्तो होइन नि त्यस्तो भन्नु हुँदैन लाउँदैन आज वीरेन्द्रको पैसा हो यो पैसा त्यस्तो होइन सेवा गर्नु पर्दैन तपाईँ अलिक मजाले बस्नु छोडी मेरो घुँडा नफुटाल्नु सेवा गर्नु पर्दैन यहाँ डोब्ने हातले सेवा गर्नु पर्दैन हुँदैन त्यस्तो आज आमाले हो त आमाले हो
आमाले हो आज आमालाई लगाउने होइन पान्डा लगाइदिने तिम्रो पान्डा लगाइदिनु पान्डालाई लगाइदिनु सोटीले पनि ल पान्डालाई ज्ञानी हुनु राम्रोसँग सुत्नु यही नगर्नु सुत्ने बेलामा नि नामलाई साथी दिनु सुत्नु छिटै निदाउनु पर्छ भनेर छिटो सुत्नु पर्छ ल के उसको गरी पनि होइन पोइ से जानु पर्छ म दिन्छु तिम्रो होइन फुल टिप्नु पिङ्क कलरले मन पर्छ पिङ्क उसलाई पिङ्क मन पर्छ तिम्रो पान्डालाई ल होइन पिङ्क दिएँ मैले म आफै दिन्छु ए यो चाहिँ तपाईँको फेभरेट पैसा हो ल नि अब के गर्ने पान्डाले सेवा नमस्ते गर्छ गर्दैन डोगी गर्छ गर्दैन डोगी गर्छ म पान्डाको खुट्टा ढोक्छु खै पान्डा त अनि तिम्रो त ग्रल होइन त यो साथी बोयको चाहिँ उयोमा हो पान्डालु भाग्यमानी है लक्ष्मी राईले